गाइस बसन्तपुर कहाँबाट जान्छ? बसन्तपुर आउनको लागि चाहिँ आरएनसीमा झर्ने अनि त्यसपछि राइट साइडमा लागेर भित्र छिर्ने अनि अझै भित्र छिर्ने। अलि राम्रोसँग एड्रेस दिएन। ये बड़ी अच्छी बात कही आप। हेलो गाइस, तपाईँहरू सबैजनालाई मेरो गोविदाई भ्लगमा स्वागत छ। आज हामी विकेन्डमा यता बसन्तपुरमा रिल्याक्स फ्रेस हुन आएको छ। गफ नानु ओइ मोमो खुवाउने भने तैँले मलाई क्यामेरा गर्न लागिरहेको छ यार। भोसड़ी के अब तो सच बोल दे भोसड़ी के। आजको हाम्रो मिसन चाहिँ के हो नि? आज मिसन चाहिँ हामी अब यहाँनिर लोकल्ली फेमस एउटा मोमो पसलमा जाने अनि मोमो चाख्ने भन्दा मोमो खाने। मलाई होइन बसन्तपुर आउँदाखेरि चाहिँ यस्तो पोजिटिभ फिल हुन्छ कि किनभने साइडमा मन्दिर पनि छ होइन, सबैजना क्या खुसी साथ यहाँनिर रिल्याक्स गरेर हुन्छ, हाँसिरहेको हुन्छ, फोटो खिचिरहेको हुन्छ होइन। अनि त्यही भएर चाहिँ मलाई यता आउँदा चाहिँ अलिकति जस एकदम एउटा टाइपको चाहिँ एउटा रिलिफ खालको फिल हुन्छ क्या, आनन्द खालको। जस्तै सिटी एरियाहरूतिर अलिकति यस्तो टेम्पल्सहरूतिर अलिकति मान्छेहरू अलिकति कामले हिँडिरहेको ठाउँमा चाहिँ लास्ट प्रेसर अलिकति स्ट्रेस अनुहार पनि खुसी नदेखाएको जस्तो हुन्छ। तर यहाँनिर सबैजना टिकटक बनाउने अनि त्यसलाई घुम्ने, त्यसपछि त्यो बबल टी खाने होइन, त्यो भएको हुनाले चाहिँ मलाई अलिकति आउनु मन लागिरहेको छ। अनि म बेला बेलामा जोस् यहाँ बसन्तपुर आउँछु। बबल टी खाने पैसा छ र? तर हामीसँग स्पोन्सर छ नि, हाम्रो काभ्रेली खाजा घर छ, रामेश काभ्रेली खाजा घर हाम्रो स्पोन्सर छ होइन। ओ यो त फर्स्ट टाइम हाम्रो फर्स्ट भिडियो होइन र? स्पोन्सर कसरी आयो? अडियन्सलाई थाहा छैन नि त। समझ रहे हो न? अनि ताकिने गोविदाई, यो बसन्तको बारेमा तपाईँलाई के थाहा छ? मलाई बसन्तपुरको बारेमा चाहिँ त्यति साह्रो डिटेलमा चाहिँ थाहा छैन। जोस् त्यहाँनिर मान्छेहरू जोस् फ्राइडे चाहिँ यसो रिल्याक्स गर्नको लागि प्लस यहाँनिर चाहिँ यहाँको हिस्टोरिकल कुराहरू थाहा पाउनको लागि चाहिँ मान्छेहरू पुरा आउँदो रहेछ। त्यसले देख्नु पनि सकिन्छ धेरै नआएको। अनि आजको चाहिँ अघि नै मिसन भनेको जस्तै अब मोमो खाने ठाउँ चाहिँ अब गर्नुपर्छ होला। मैले टिकटकतिर अथवा अरू इन्फ्लुएन्सर्सहरूले फेमस इन्फ्लुएन्सरहरूले यहाँनिर चाहिँ 50 रुपियाँको प्लेट पाउने मोमो पाउने ठाउँको बारेमा चाहिँ सुनेको थिएँ मैले। फेरि त्यो ठाउँ चाहिँ अब हामीले गर्नुपर्छ होला। त्यो ठाउँ पक्कै पनि बसन्तपुरको चाहिँ पछाडिपट्टि साइडमा छ अब हामी साइकल चढ्ने हो? रिक्सा नचल्नु होला, अलिकति बजेट टाइट छ। रिक्सा चढ्यो भने मोमो खाने पैसा जान्छ क्या, त्यो भएर रिक्सा नचढ। कहाँ छ पो त्यो मोमो पसल कहाँ छ पो थाहा छैन त। देख्नु त देखा हो, किताबमा खोज्नुपर्छ। के हो कि हो नारायण राईको यो नारायण राईको 2 hours later. यो त 50 को मोमो होइन यार। चुक्ला 40 थाहा त छैन।
ओ भाई मारो मुझे, मारो मारो मुझे, मारो मारो। नहीं ये मजाक हो रहा है, एक सेकंड।